Namaste and welcome from the city of football, at least for this weekend. Welcome from Frankfurt, everybody. At least for the weekend, the city of football भएको छ. 6 teams in Germany competing for Neptragal Pokal. Frankfurt बाट म सबलाई वेलकम गर्न चाहन्छु and I will be reporting from the field. म क्याप्टेन्स र कोचेसहरुलाई सोध्नेवाला छु कि प्रिपरेसन कस्तो छ, यो एक्सपेक्टेसन कस्तो छ, प्रेसर कसरी ल्याछ कि अपर्च्युनिटी कसरी ल्याछ भनेर मैले सोधे हुन्छु. अनि I'm gonna see fansहरुले के भन्दैछ, who is gonna win, के हुँदैछ भनेर I'm gonna see, ask. तिमीहरु अन्तिमसम्म हेर हो. Let's see. सबैजना कहिले नै केपेबल छन् हैन टुर्नामेन्ट जित्नको लागि चाहिँ. हाम्रो होम ग्राउन्डमा भइराको खासै प्रेसर छैन. त्यही भएर we are prepared, we are ready for everything. हामी आए पनि जित्ने प्रयास सधैँ नै भइरहन्छ. हामी पनि जित्नकै लागि आएको. We are ready to defend the title. जसरी पनि ट्रफी चाहिँ बोकेरै जान्छ. फाइनलमा 2-0 भन्दा माथि नै अप हुन्छौँ होला. 3-1 for Darmstadt. अहिले बेलुका कप उठाएको खिच है. सबैजनालाई अल द बेस्ट, सबैलाई जित्नु होला. मेरो नाम चाहिँ किवल गुरुङ, एनएफसी ह्यानोभरको टिम कोच. मेरो नाम चाहिँ प्रसन बुढा छ कि टुर्नामेन्टमा चाहिँ म एज अ क्याप्टेन एनएफ टिम युनिक टिमलाई लिड गरिरहेको माई नेम इज जीवन बुढा, एनएफसी हानुको टिमबाट आइ एम द क्याप्टन अफ द टिम. छु. नमस्ते, मेरो नाम कवि, म एनएफ युनिकको म्यानेजमेन्ट टिमबाट. म चाहिँ कृष्ण भट्टराई. म स्वीकार भट्टराई. हामी चाहिँ म्यानेजर दुईजना. मेरो नाम चाहिँ जेसन गुरुङ र आइन्ट्राक्ट नेपाली एफसी को हेड कोच. म चाहिँ रवि घरती, क्याप्टन एनएफसी स्टुटगार्ट. म चाहिँ प्रकाश श्रेष्ठ, एफसी बर्लिनको आजको कोच. म असीम शिवाकोटी, नेपाल डार्मस्टाड फुटबल क्लबको क्याप्टेन. मेरो नाम अश्विन गुरुङ, आइन्ट्राक्ट नेपाली फ्राङ्कफर्टको क्याप्टेन. अनुपम मर्याल एफसी स्टुटगार्टको कोच. यो टुर्नामेन्टमा आइरहँदा हजुरहरुको प्रिपरेसन कस्तो छ त? लास्ट 2 इयर्सदेखि चाहिँ हामी अब रेगुलरली विकली ट्रेनिङहरू भइरहेको छ. रिगार्डिङ द टुर्नामेन्ट चाहिँ अलिकति इन्टेन्सिटीहरू बढाइरहने, प्लेयर्सहरूलाई मोटिभेट गर्ने, प्लस हाम्रो फ्यामिलीजहरू भन्छ यताउताबाट मोटिभेसनहरू ल्याएर त्यही अनुसार चलिरहेको छ. जस्ट रेगुलर हो. आई थिङ्क प्रिपरेसन भन्ने सेटिस्फ्याक्टोरी छ. हामी राम्रै गरेको छौँ. नेप्राप्त पोकालको लागि मात्रै होइन, हामी अरू फ्युचर टुर्नामेन्ट्सहरूको लागि पनि त्यो अनुसारले प्रिपेयर गर्छ हामी. हाम्रो प्रिपरेसन एकदम राम्रो छ. सोचे जति चाहिँ अलि छैन. हामीले अब लास्ट विक भर्खरै फर्स्ट एभर एनआरएन क्रिकेट टुर्नामेन्ट अर्गनाइज गरेको भएर चाहिँ अलि व्यस्त भयो. नेभरदलेस वी आर रेडी टु डिफेन्ड द टाइटल. प्रिपरेसन बोबाल छ एकदम. विन्टरभरि ट्रेनिङ गरेको थियो, गान चाहिँ यहाँ ट्रेनिङ हुन्छ हाम्रोमा. त्यही भएर हामी वी आर प्रिपेयर्ड, वी आर रेडी फर एभ्रिथिङ. हजुरको टिमको एक्सपेक्टेसन के छ टुर्नामेन्टबाट र के गोल लिएर आउनु भएको छ? एक्सपेक्टेसन सधैँ नै अलिकति माथि नै बोकेर आइरहेको हुन्छ. आज पनि अभियसली ट्रफी चाहिँ लिएर जाने छ हाम्रो. अफ कोर्स टु विन हैन. हैन एट द एन्ड अफ द डे हामी एफको जित्नकै लागि हो. लेट्स सी हैन, वी आर गिभिङ फ्री गेमको लागि चाहिँ 100% नै दिने. अनि त्यसपछि लेट्स सी. एक्सपेक्टेसन फर्स्ट थिङ हाम्रो सधैँ इन्जोयमेन्ट नै आउँछ. इन्जोयमेन्ट सँगसँगै एउटा एज अ टिम कसरी बिल्डअप गर्ने आफ्नो रेस्पोन्सिबिलिटीहरू पनि हुन्छ. अनि ट्याक्टिकलहरू डिस्कस भइरहेछ, तर म फर्स्ट थिङ इन्जोयमेन्टै हो. हाम्रो आजको गोल भनेको चाहिँ एन्डिङसम्म ट्राई गर्ने हो. रेस्ट त अब धेरै फ्याक्टरले पनि डिपेन्ड गर्छ. एन्ड गिभ आवर बेस्ट. जो पनि यहाँ गेम खेल्न आउँछ ऊ चाहिँ जित्नको लागि नै आउँछ. हामी पनि जित्नकै लागि आएको हौ. लामो सिजन छ, यो टुर्नामेन्टहरू आइरहेका छन्. आउटबाउको लागि हेरेका छौँ हामीले. एउटा स्रोत चाहिँ अब 6 वटा गुड टिमसँग दिनभरि फुटबल मात्रै खेल्न पाउँछ. स्क्वाडलाई एकदम फाइदा हुन्छ, हाम्रो टेस्ट हुन्छ, त्यसको रूपमा हेरेका छौँ. बाँकी एकदम फन लिने हो. हामी आए पनि जित्ने प्रयास सधैँ नै भइरहन्छ. तपाईको रोल कतिको इम्पोर्टेन्ट छ? अपर्च्युनिटी जस्तै लिनु भएको प्रेसर? प्लेयरलाई मोटिभेट गर्ने, जसरी हुन्छ गेम देखाउने, बाहिर देखाएर हुँदैन, फिल्डमा देखाउने, आज ट्रफी घर लिएर जाने. प्रेसर त्यस्तो हुँदैन. वी हेभ बिन डुइङ दिस फर अलमोस्ट 12-14 इयर्स. सामान्य रुटिनको हिसाबले हामीले लिइरहेछौँ. हामी कुनै टुर्नामेन्ट जाँदा त्यसलाई अपर्च्युनिटीको रूपमा लिन्छौँ. एकदम आनन्द पाएरले गेमहरू खेल्न पाउँछ. त्यस्तो प्रेसर पिछ. अनेस्टली भन्नुपर्दाखेरि हामीले चाहिँ अपर्च्युनिटीको रूपमा लिएको छौँ. किनभने अहिले हामीले चाहिँ एज अ क्लब चाहिँ होम ग्राउन्डको प्लेयर डेभलपमेन्टलाई फोकस गरिरहेछौँ. त्यो भएर चाहिँ आज हाम्रो टिममा पनि देख्न सक्छ धेरै नयाँ यङ केटाहरू छ. लाइक गेम टाइम दिने, डेभलप गर्ने हिसाबले चाहिँ हामी आएको हो. आजको खासै प्रेसर छैन, किनभने यो ग्राउन्डमा म पनि 3टा टुर्नामेन्ट खेलिसकेको हो. यसपालि चाहिँ म एज अ कोच भएर आएको छु. र खेल्दै चाहिँ प्रेसर थियो धेरै नै. कोचिङ गर्दा खासै प्रेसर लागेको छैन मलाई. ट्रफी लान्छौँ नि भनेर आएको छौँ. तपाईको टिमबाट हामीले आज कस्तो फुटबल चाहिँ एक्सपेक्ट गर्ने त? पहिला भन्दा अलिकति डिफ्रेन्ट गेम देख्न सकिन्छ. हाम्रोमा यसपालि सबै यङ प्लेयरहरू, एनर्जेटिक प्लेयरहरू छ. पुरै टिम स्क्वाड नै एकदमै यङ भएको कारणले गर्दा हामीले धेरै राम्रो पर्फर्मेन्स दिन सक्छ भन्ने मैले आश गरेको छु. हामीले लास्ट टाइम जसरी खेलेका थियौँ हामी चाहिँ त्यही प्लानमा जाने छौँ. योपालि पनि यही सेम फर्मेट हो. टिम पनि लगभग सेम भएको हुनाले हामीले जहाँ छोडेको थियौँ त्यहीबाट कन्टिन्यू गर्ने छ. हामीले लास्ट इयर देखाएको एनर्जी त्यही नै कन्टिन्यू गर्ने भन्ने चाहिँ हाम्रो एम हो. मोस्ट इम्पोर्टेन्ट थिङ फर अस टु नेभर गिभ अप. हैन जस्तोसुकै सिचुएसन अफ गेममा चाहिँ हैन सबै प्लेयरले चाहिँ आफ्नो टिमको लागि चाहिँ 100% दिने चाहिँ आराम छु. हाम्रोमा यङ प्लेयरहरू पनि छन्. 18-19 सम्म पुगेका अलिकति वृद्ध टोली पनि छन्. जस्तै म 32-33 वर्ष पुगेँ. म अरूको अपोनेन्ट टिम जस्तै खेल्छ त्यो टिमले पनि त्यही अनुसारको गेम चाहिँ खेल्दै जान्छ. You can expect nice football, different type of Nepali football. We will try to step up a little bit. If everything comes good, we will
hopefully win. हाम्रो चाहिँ यो पालि फुल एट्याकिङ मोडको गेम हुन्छ टुर्नामेन्ट जितिसकेको टिम भएर पनि कन्फिडेन्समा आएको टिम छ तपाईँहरूले चाहिँ एनर्जेटिक गेम प्ले चाहिँ देख्न सक्नुहुन्छ यो ट्रफीको स्ट्रङ्गेस्ट दावेदार भनेर चाहिँ कसलाई हेर्नुहुन्छ त हाम्रो लागि अब लोकेसन वाइज पनि र क्वालिटी वाइज पनि फ्राङ्कफर्ट चाहिँ अब यो पालिको फेभरेट्स जस्तो लाग्छ अल द 5 टिम छैन आई थिङ्क इक्वली नै केपेबल छन् होइन टुर्नामेन्ट जित्नको लागि चाहिँ पर्सनली यो नै थ्रेड हो भन्ने चाहिँ म कसैलाई पनि भन्दिनँ आई थिङ्क एभ्री टिम इज क्यापेबल मेरो पर्टिकुलरली यो एउटा टिम चाहिँ यो स्ट्रङ भन्छ एज अ अपोनेन्ट भएपछि हाम्रो लागि सबैजना एउटै हो होइन अहिले सबै 101 टिमहरू छन् 98-99 को मात्रै फरक छ हामी बिचमा हजुर उसले चाहिँ 100% दिन सक्छ उसले नै जित्छ It's really tough, really good teams. I can't say who's behind us or if we are really the top team. We got 6 top teams here and everyone can win. त्यस्तो दावेदारको रूपमा हेरेको छैनौँ आफ्नो हेडमा त हामी आफै राम्रो जस्तो लाग्छ तर सबै नै टिम ठिकै कम्पिटेटिभ छ यसमा किनकि सबै च्याम्पियन्स टिमहरू कुनै एडिसनमा जितिसकेको टिमहरू हो अरू टुर्नामेन्ट पनि त्यही भएर सबैजना राम्रो छ तर अब हामी चाहिँ आफ्नो हेडमा चाहिँ कन्फिडेन्ट छौँ कि हामी नै राम्रो छौँ फाइनलमा कुन टिमसँग खेल्न चाहनुहुन्थ्यो र कतिले जित्न चाहनुहुन्थ्यो मेबी अब फ्राङ्कफर्ट वाइ नट होइन अब लास्ट इयरको एनआरएनए फाइनल हुन्थ्यो फेरि डेलमा पम्प कतै स्क्रुज पनि सेटल हुन्थ्यो होइन 2-1 2-0 हुनुभएछ होइन एकदम फ्राङ्कफर्ट डार्मस्टाड 3-1 फर डार्मस्टाड लेट्स गो फ्राङ्कमा छु फ्राङ्कमै भन्छु जहिले पनि एकदम कम्पिटिटिभ गेम देख्न चाहन्छु बर्लिन र फ्राङ्कफर्ट चाहिँ अलि बढी कम्पिटिटिभ मलाई लाग्छ 2-0 अथवा 1-0 मै टुङ्गिन्छ होला So final always be tough and close game huncha 1-0 2-1 something like that penalty shootout. Really good football I want to see from both teams in the final and then like a 1-0 2-1 something like that close. 2-0 भन्दा माथि नै अप हुन्छौँ होला तर फाइनलिस्ट चाहिँ थाहा छैन अब मलाई फाइनलिस्टको हुन्छ जो आए पनि ठिक छ जे छैन हामी हम्बल नै भएर बस्न चाहन्छौँ तर जो आए पनि हामी राम्रो बेस्ट दिन्छौँ गेम चाहिँ हामी राम्रो खेल्छौँ भन्ने छ अलराइट हामीले जसरी पनि ट्रफी लेट्स गो बोकेरै जान्छौँ यस ल म पनि चाहन्छु लेट्स गो अलिकति म आफै बास्ट हुनुपर्छ यो केसमा चाहिँ कज आम फ्रम स्टुटगार्ट मलाई लाग्छ कि वी कैन डु दिस हैन यो वर्ष चाहिँ वी कैन टेक होम सबजनाले करायो Dipsy, number 7 from FC Berlin, man of the match from the game FC Berlin versus Munich. Welcome. How does it feel? It feels very good to be honest. गाह्रो हुन्छ होला पहिला जस्तो लाग्यो सुरुमा धन्न सबै भयो 2 चान्सेस थियो अनि 2 चान्सेस चलायो गोल नै भयो दुईटा I just say thanks God. अनि तिमीले लाइक यसरी टिमलाई हेल्प गर्नु पाउँदा चाहिँ how does it feel like तिमीले त 2 गोल हान्यौ and even with one left it was a crazy finish मैले त अफै हेरेर चाहिँ I thought first to be honest the second goal with left पोस्टमा लाग्छ होला म पहिला सोचे तर God चाहिँ दाङ भित्र छिर्यो and I'm just happy. Really important game. Yeah. Do you see yourself in the final? I hope. I think yes. यदि फाइनलमा पुग्यो भने do you think you will score again? Just don't want to say I गर्छु होला because मलाई आफै प्रेसर हुन्छ तर team say humble but hopefully. Okay, thank you so much. And all the best for the fight journey. Thank you. Thank you very much. नमस्ते सबजनालाई आर इन द फाइनल म्युनिक र बर्लिन अनि वी कैन आस्क सम पिपल हैन कसले जित्दो रहेछ म्युनिक र बर्लिनमा फाइनल एक्सक्युज मी अब हामी फाइनलमा चाहिँ कसले जित्छ सोध्दै आइरहेको छौँ के लाग्छ तपाईँलाई 100% बर्लिन जित्छ वाउ कति स्कोर होला मेबी 2 बर्लिनकै सपोर्ट हो म पनि लेट्स गो 2-1 फर बर्लिन लेट्स गो बर्लिन कसले जित्छ जस्तो लाग्छ फाइनल फाइनलमा अब दुवै टिम प्रतिस्पर्धी हुनुहुन्छ विचारमा चाहिँ अब भन्दा अब एकचोटि नयाँ टिम बर्लिन आओस् सबजनाले बर्लिनलाई भाइब दिइरहेछ अबसम्म एकजना म्युनिक भनेर थाहा पाउनुमा आम गोना आस्क सबजनालाई बर्लिनले लेट्स गो बेबी I wish Berlin. Wish you a Merry Christmas. I wish you a Merry Christmas from the bottom of my heart. बर्लिनले जित्छ I don't know. बर्लिन The fuck? Like के भइरहेछ यहाँ? बर्लिन I know बर्लिनमै भएको छ फ्राङ्कफर्ट इज बर्लिनमै केटा हो बर्लिन जित्छ कि क्या हो केटा हो आई डोन्ट नो किन हो यस्तो तर एभ्रीबडी इज लाइक बर्लिन भाइब दिइरहेछ बर्लिन सेलेस कोही भन्न चाहनुहुन्छ कसले फाइनल जितेछ बर्लिन जित्छ होला सेलेस नमस्ते हजुर तपाईँहरूलाई फाइनल कसले जित्छ जस्तो लाग्छ Berlin. Berlin, maybe. लिटरली 90% ला बर्लिनले जित्छ जस्तो लाग्छ अब म्युनिखले जित्यो भने चाहिँ ब्रो आई डोन्ट नो के हुनु होला यो राम्रै हुन्छ आई रियली होप कि यहाँ फायरवर्क्स हात हतियार नहोस् केही पनि लाइक होपफुल्ली Hello. अब एनएफसी स्टुटगार्ट त जित्न सकेन
कसले जित्छ जस्तो लाग्छ तपाईँलाई फाइनल म्युनिक र बर्लिनमा Berlin. तिमीले कसले जित्छ जस्तो लाग्छ फाइनल अब म्युनिकमा पढ्छु म म्युनिकको लागि हो म्युनिक केटा भिडियो सक्यो एउटा म्युनिक नै बर्लिन इज फाइनली द विनर अफ नेप्चाखा पोखाल होइन और मैले एउटा प्लेयरलाई चाहिँ पाछु फाइनली हाउ वाज द गेम बोय एकदम रमाइलो एकदम गुड एकदम खुसी लाग्यो मलाई हामी यो फाइनल जितेको हामी धेरै फाइनलको लागि गरेको थियौँ अनि नाउ हामी जित्यौँ म एकदम खुसी छु आई हेभ नो वर्ड्स टु डिस्क्राइब साँच्चै आई एम सो ह्याप्पी फर माई टिम फर माई सेल्फ अनि मलाई खुसी लाग्यो म वर्ड्स नै डिस्क्राइब गर्नु नै सक्दिनँ मैले अब अनफर्चुनेटली मैले अलि राम्रोसँग रेकर्ड गर्न चाहन्थेँ तिमीहरूको सेलिब्रेसन आफ्टर ट्रफी लिफ्टिङहरू बट अनफर्चुनेटली मेरो चाहिँ बानले होइन मलाई घर पुऱ्याउनु पऱ्यो नि त आम गो टु स्टुटगार्ट त्यही भएर म चाहिँ अहिले उसलाई यहीँ छोड्नुपर्ने हुन्छ बट वाज अ क्रेजी गेम अल द बेस्ट टु बर्लिन अनि यस डेफिनेटली अनि त्यति बेला हामी कन्टिन्यू गर्नुपर्छ एकदम खुसी लाग्यो म तपाईँलाई भेटेको यस अनि इन्जोय होइन ट्रफी सेलिब्रेसन ल जित्नु भयो भने एउटा गीत गाइदिनुहोस् ल गीत गाइदिनु We are the champions. We are the champions. मलाई लिरिक्स आउँदैन तर we are the champions. Thank you for coming out. Thank you for participating. Now we have to go. Thank you everybody. यदि भिडियो अन्तिम सबै हेर्नु चाहिँ आई थिङ्क मैले ठिकै भिडियो बना होला हेर्न लाइक भिडियो हेर्नु अगाडि चाहिँ लेट मी टेल यु दिस 3 थिङ्स लेटली टुर्नामेन्टमा चाहिँ फुटबल विकास भनेर चाहिँ क्वालिटीहरू म्यानेजमेन्टहरू टुर्नामेन्टहरू यस्तो यस्तो कुराहरूमा ध्यान दिइरहेको जस्तो लाग्छ अहिले चाहिँ त्यो बाहेक पनि इन्टरभ्युजहरू प्लेयरहरूको इन्टरभ्यू कोचेसहरूको इन्टरभ्यू ट्र्यास टकहरू फ्यान्सको प्रेडिक्सन्सहरू फुटबल ग्राउन्डभन्दा बाहिर हुने एक्टिभिटीहरू पनि पार्ट अफ फुटबल भनेर चाहिँ एकचोटि ट्राई गरौँ त भनेर मैले एकचोटि ट्राई गरेँ मोर अहिले हल्का हेर्न लायकको भिडियो बनाउने जस्तो लाग्छ मलाई थाहा छ मैले स्टार्ट पनि गरेको छु कति कमी कमजोरीहरू छन् भनेर यदि केही फोर्सलागहरू छ सजेसनहरू दिन मन लाग्छ भने चाहिँ मलाई डाइरेक्ट टिएम गर्दा हुन्छ कमेन्ट गर्दा पनि हुन्छ भिडियोमा ओपन छु कमेन्ट्सहरूको लागि त्यही भन्न चाहन्छु सेकेन्ड कुरा होइन चाहिँ डेली क्लिप्सहरू बनाउनलाई समय दिनुहुने सबैलाई चाहिँ थ्याङ्क यू भन्न चाहन्छु अनफर्चुनेटली मेरो यो भिडियोमा सबैजनाको क्लिप्सले चाहिँ अनफर्चुनेटली ठाउँ पाएन यदि त्यो भिडियोहरू हेर्न चाहनुहुन्छ भने चाहिँ मेरो टिकटक अथवा इन्स्टामा हेर्दा हुन्छ लास्ट कुरो मैले भन्न लागेको चाहिँ फुटबल बाहेक पनि यसले के गर्दै रहेछ कस्तो भिडियो बनाउँदै रहेछ अथवा भात खाने बेलामा लाइक 7 to 10 मिनट्सको खाने बेला होइन के भिडियो हेरौँ भनेर तनाव भइरहेछ भने चाहिँ च्यानललाई फलो गर्दा हुन्छ क्रेजी भिडियो बनाउनु होला चाहिँ एभ्री टाइम क्रेजियर मात्रै हुने होला चाहिँ भिडियो त्यही भएर फलो गर्दा चाहिँ हुन्छ अहिले चाहिँ त्यति नै भन्छु थ्याङ्क यू फर यर टाइम होइन बाई चाउ